रोजगारीको क्रममा ओमानमा पुगेका नेपालका तमु समुदायका व्यक्तिहरूले देशको अर्थतन्त्रसँगै गरिब, दुखी, असहाय र बिरामीहरूको सहारा पनि बनेर योगदान पुर्याइरहेका छन्। तमु समाज तलालाहा ओमानले नेपालका विभिन्न स्थानमा पुगेर गम्भीर रोगबाट पीडित रहेका नागरिकहरूलाई आर्थिक सहयोग गरेर उनीहरूको उपचारमा सहयोग गरिरहेको छ। त्यस्तै विदेशमा समेत समस्यामा परेकाहरूलाई उद्धार एवं राहत यो समाजले उपलब्ध गराउँदै आएको छ। बिरामीको अवस्थाबारे जानकारी प्राप्त गरेपछि उनीहरूको अवस्थालाई विश्लेषण गरेर सहयोग गर्दै आएको तमु समाज तलालाहा ओमानले स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका 8 पहरीकी मृगौला पीडित देवमाया गुरुङलाई पनि आर्थिक सहयोग उपलब्ध गराएको छ। घरको आर्थिक अवस्थाकै कारण उपचारमा समस्या झेल्दै आउनुभएकी गुरुङलाई समाजले घरमै पुगेर 56,400 नेपाली रुपैयाँ सहयोग गरेको उक्त समाजका सचिव योगेश तमुले बताउनु भएको छ। तमुले 2 वर्षदेखि मृगौला फेल भएपछि उपचारमा आर्थिक अभाव खेपिरहनुभएकी देवमायालाई कोषाध्यक्ष रुद्र तमु र सदस्य बिल बहादुर तमुको उपस्थितिमा उहाँको निवास स्याङ्जामै पुगेर सहयोग हस्तान्तरण गरेको बताउनु भयो। केही समय पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराए पनि महँगो उपचार अनि आर्थिक स्रोतले धान्न नसकेपछि हाल बयरघारी स्याङ्जामा बसेर देवमायाले वालिङ सामुदायिक डायलिसिस सेन्टरबाट डायलिसिस सेवा लिइरहनु भएको छ। समाजले उपलब्ध गराएको सहयोग ग्रहण गर्दै देवमायाले उपचारमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले अन्य संस्थाको सहयोगका लागि समेत अपेक्षा गर्नुभएको छ। मनकारी संस्था र व्यक्तिहरूको सहयोग आफ्नो उपचारको लागि सहारा बन्ने देवमायाले बताउनु भयो। 57 वर्षको उहाँको बारेमा सदस्य जो तमु समाज तलालाहा ओमानको सदस्य हुनुहुन्छ टिकामाया तमुसियोले जानकारी गराएपछि सचिव मनमती तमुसियोको समर्थनमा अध्यक्ष देवी तमुसियोले 34औं बैठक मार्फत सहयोग गर्ने घोषणा पारित गराउनु भएको थियो। देवमायालाई सहयोग गरेको यो समाजले स्वदेश र विदेशमा रहेका विभिन्न नेपालीहरूलाई सहयोग गर्दै आएको छ भने वैदेशिक भूमिमा नेपाली संस्कृतिको जगेर्ना पनि गर्दै आएको संस्थाले सामाजिक गतिविधिहरूमा पनि सक्रियता देखाउँदै आइरहेको छ।